हेलो गुड मर्निङ एभ्रिवान वेलकम टु ब्याक माई न्यू भिडियो। भाइ सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ धेरै समयपछि ब्लग बनाउँदैछु। ब्लग बनाउने टाइम पनि मिलिरहेको थिएन नि त, एकदम बिजी भइन्छ। त्यही भएर आज चाहिँ म जसै पनि ब्लग बनाउँछु भनेर बनाउँदैछु। हाम्रो चाहिँ फुलहरू यस्तो दामी फुलिरहेछ। यो चाहिँ कति राम्रो। हामी चाहिँ घाँसमा जाँदै गरेको दिन धुम्मिरहेछ, पानी पर्ला पर्ला जस्तो भइरहेछ। हामी चाहिँ घाँसमा हिँडेको। हाम्रो सुँगुरहरू चारो खाएन, त्यति मजाले खाएन। दुखिरहेछ होला नि बिचरा, खानु थालेको छैन। झन्डै झन्डै गएन। कतिसाह्रो चिप्लो हुँदैन बाटोहरू पानी परेर। झन्डै मरिन। हाम्रो चाहिँ कोदो पनि यति लामो लामो भइसक्यो। हामी चाहिँ आज यो कोदो पनि रोप्नुपर्ने छ दिउँसो। यो हामी दिउँसो यहाँ रोप्छौँ। अहिले चाहिँ हामी घाँस काट्नु जाँदै गरेको। दिन पुरा धुम्मिरहेछ, बर्खा लाग्यो, यस्तै छ। बर्खा त पुरै लाग्यो नि, पुरै बर्खा त आधीको जान आँटिसक्यो त। साह्रै चिप्लो। चाहिँ घाँस काट्ने ठाउँमा पनि आइपुगेको। उता हेर्नु न, हाई भन्दिनँ। हाय सपनाको भिडियोमा म चाहिँ अब यहाँ घाँस काट्छु। घाँस काट्नु स्टार्ट भयो। हाम्रो चाहिँ भारी पनि पुगिसक्यो। मेरो चाहिँ भारी यहाँ छ। मुस्कान। अब हामी चाहिँ घर जानु लागेको। अब हामी चाहिँ घर जान्छौँ। प्लास्टिक गरौँ छ ल भारी त। वेट बाटो यस्तो छ, अब यस्तोबाट जानुपर्छ। कति त बिच्छी क्या तिला बिच्छी म चाहिँ यहाँबाट यता माथि स्कुल भनेको। Oh my God! दिल चढ्नै गाह्रो। घाँसहरू त टन्नै पलाएको छ यतिखेर त, जताततै। म पुरै गलिसकेँ। यतिखेर चाहिँ लास्टै गाह्रो हुन्छ।
गाडी पनि गरौँ हुन्छ बाटो पनि चिप्लो म चाहिँ घर आइपुग्नु लाग्यो फुपू चाहिँ कोदोको बाडो खोल्यो मात्र आउनु हुने रे अनि त्यही बस्नुभयो म चाहिँ घर आएको म चाहिँ घर आएर खाना सब्जी बनाउनु छ म चाहिँ खाना सब्जी बनाउँछु अनि चाहिँ म चाहिँ घर आइपुगेको यति साह्रो गाह्रो हुन्छ नि बस्तुर हाम्रो गोठ साथीहरू अब चहिले यस्तै गलियो मान्छे अब खाना सब्जी बनाउनु छ म चाहिँ अब खाना सब्जी बनाउँछु त्यसपछि दिउँसो कोदो रोप्नु पर्ने छ अनि हामी चाहिँ आजदेखि कोदो रोप्ने स्टार्ट गरेको अनि हामी चाहिँ कोदो रोप्छौँ आज दिउँसो हामी चाहिँ खानासाना खाएर पनि आराम गरेर अब कोदो रोप्न जान लागेको म चाहिँ स्ट्यान्ड पनि बोकेको छु म चाहिँ तपाईँहरूलाई कोदो रोपेको पनि देखाउँछु हामी चाहिँ अब लागेको साथीहरू तिमीहरू किन कराएको खान्छौ है अनि त्यत्रो घाँस दिँदा पनि पो कराउँदो रहेछ फेरि भेट्लाउ नि अनि कस्तो चिसो कस्तो मलाई त जाडो भइरहेछ र आज त हामी चाहिँ लागेको कोदो रोप्नलाई बारीतिर अब चाहिँ गोठेको कोदाली सोदाली बोकेर अब चाहिँ यहाँ तातो पानी पनि बोकेको बरु तिर्खा लाग्छ भनेर अब चाहिँ यहाँ रोप्नुपर्ने छ यहाँनिर अब आफै खन्यो आफै रोप्यो हामी चाहिँ अब खन्न स्टार्ट गरेको मकैबारीभित्र हामी चाहिँ कोदो रोपेको
हामीले चाहिँ उ त्यहाँ परसम्म खनेको आधै हामी चाहिँ अब रोप्न लागेको। म चाहिँ तपाईँहरूलाई रोपेको पनि देखाउँछु। पसिनै पसिना भयो गल्यो खनेर। हामी चाहिँ यो 83 सालको पहिलो दिन आजदेखि स्टार्ट भयो है साथी हो कोदो रोप्ने। तपाईँहरूकोतिर कोदो रोप्ने बेला भयो कि भएन कमेन्ट गर्नु ल भिडियोमा। म त बुल्दा हामी चाहिँ रोपिसकेको यो कल्ला पनि अनि यहाँको यहाँ तातो पानी खानलाई चिया खानलाई। हामी चाहिँ यहाँ ती रोपिसकेको त्यो अघि उखेलेको बिउ पनि सक्यो। अब हामी चाहिँ बिउ उखेल्छौँ अनि फेरि रोप्छौँ। सक्यो अघिको उखेलेको। हामी चाहिँ रोप्दै गरेको पानी परेर बिचक पानी कत्रो पानी आएको होइन यस्तो उडेर कुदेर आएको। मेटाएको सक्नु हामी चाहिँ रोप्दा रोप्दै पानी परेर घर पनि आएको। अब हामी चाहिँ खाजा बनाउँछौँ। यस्तो पानी परिरहेछ कत्रो पानी परेको होइन। हामी चाहिँ खाजा खान लागेको। हाम्रो चाहिँ खाजा थुक्पा। हामी चाहिँ आज चिसो चिसो मौसममा तातो तातो थुक्पा खान लागेको। हामी चाहिँ पानी परेर घर पनि आइगयौँ। पानी कत्रो परेको होइन अहिले चाहिँ रहेको छ।
म चाहिँ अब भिडियोलाई यही एन्ड गर्छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। यसरी नै माया साथ सपोर्ट गरिदिनु होला सधैँ। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला भन्दै बाई बाई।